हाई एभ्रिवान नमस्ते। आज चाहिँ म भर्खर उठेर भर्खरभन्दा अघि उठेको। मैले त लुगा पनि धोइसकेँ। अनि मेरो हस्बेन्ड चाहिँ उठ्नु भएको छैन। दादा चाहिँ आज छुट्टी हो भनेर सुतिरहनु भएको छ। अनि अब आजको दिन चाहिँ के हुनेछ भन्दाखेरि हाम्रो चाहिँ त्यही हो, खाना पकायो, खायो, घरहरू सफा गऱ्यो। तर प्रायः म त अरू दिन पनि म घरहरू सफा गरिरहेको हुन्छु। तर आज चाहिँ दादाको छुट्टी भएकोले गर्दा उसले पनि घरहरू सफा गर्नुहुन्छ है। अनि खाना पनि बनाउनुहुन्छ, किनकि अरू दिन त सधैँ मै बनाइरहेको हुन्छु त, त्यही भएर दादाले हेर्दैछ मलाई हिँडै लाग्दो पाराले। ऊ चाहिँ यहाँनिर यसो ढल्किरहेको छ, अहिलेसम्म उठेको छैन हो। हामी चाहिँ भुइँमा सुत्ने गर्छौँ किनकि गरम भएकोले गर्दाखेरि। अनि यो तोसकहरू फेरि अहिले फोल्ड गरेर भित्र लान्छौँ हो, किनकि अहिले चाहिँ अब यस्तो गरम छ यहाँनिर। हाम्रो चाहिँ बेडहरू छैन, बेडहरू नराखेको पनि किनभने पुरा गरम हुन्छ नि त। अब बेड राखेर पनि के गर्नु है, परदेशको जग्गामा केही कुरो पनि किनेर राख्नु पनि एकदम गाह्रो हुन्छ। पछि घर लाने बेलामा केही हुँदैन। अब यति सामान पनि हामीले पछि म सोच्दैछु कसरी चाहिँ लानु, कसरी पठाउनु भनेर सोच्दैछु है, किनकि आफूले किनेको सामानहरू माया लाग्दो रहेछ है। अनि अब चाहिँ म यहाँनिर के भन्छ उठेर, अब म त उठिसकेँ, दादा चाहिँ उठेको छैन। मेरो जति पनि लुगाहरू सुकाएको थिएँ उठाउनुपर्छ। अन्त धोएको पनि छ, एउटा च्यादर सिरानी खोलहरू धोएँ भर्खर। अब चाहिँ त्यो सुकाउनु माथि टेरिस जानुपर्छ, तर म चाहिँ जाँदिनँ, एकदम घाम लागिरहेको छ। दादा जानुहुन्छ त्यो टेरिसमा लुगा सुकाउनु चाहिँ। अनि म चाहिँ अब यहाँनिर सानाकसिनिक गर्छु है। हामी चाहिँ यसरी सुत्छौँ गाइस हो। अनि अब यो सबै निकालिकन यहाँ भित्र हाल्नुपर्छ। भित्रको रुम पनि छ, यहाँनिर हाल्छु हो। अब रुम चाहिँ बेड चाहिँ यसरी सुत्छौँ। यहाँनिर सोफा छ नि त। पहिला चाहिँ बेड चाहिँ उताउति थियो, किनकि पुरा गरम भएकोले गर्दाखेरि आजकल चाहिँ बेड भित्र राख्न थालेको छु। त्यही भएर यहाँ फ्यान चाहिँ त्यस्तो उयो नै हुँदैन हो। आम्मामा केटीहरूको यस्तै हो स्टाइल, बिना मेकअप त बाहिर निस्किनु त खोज्दैन। यिनीहरूको त्यो कस्मेटिकको सामानहरू छ र केटीहरू छ। यो मेकअप हैन, यो चाहिँ एउटा स्किन केयर भन्छ। स्किन केयर र मेकअपमा धेरै फरक हुन्छ। केटी चाहिँ कतिको राम्री छ भनेर चाहिँ बिहान हेर्नुपर्छ क्या, बिना मेकअपमा चाल पाइहाल्छ कतिको राम्री। यता हेर त सब त्यो क्रिमहरूको कमालहरू हो। खै हामीलाई न सनस्क्रिम न केही पनि काम लाग्दैन हामीलाई, हामी नेचुरल हेन्समहरू हो। यहाँको पानीले कस्तो उयो हुँदो रहेछ क्या, यस्तो मसिनो कोठीहरू पनि आइरहेको छ पुरा। गाइस हामी चाहिँ यहाँनिर चिकन ल्याउन आएको छु। अनि यहाँ चाहिँ खसीको मासु पनि पाइन्छ। यो सबै खसीको लिभर हो यहाँनिर। अनि अब हामीले चाहिँ चिकन 150 को लग्यो भने भइहाल्छ। हाम्रो हेर्नु न यत्रोपट्टि खसी रहेछ। यहाँ चाहिँ यो वरिपरि चाहिँ कस्तो शीतल हुन्छ। हाम्रो साइड त कस्तो गरम, यहाँ चाहिँ रुखपातहरू भएकोले गर्दा शीतल हुने गर्छ। अनि यहाँ त फ्यान बिना पनि कस्तो शीतल हो। हाम्रोमा चाहिँ एकछिन फ्यान बिना दादा चाहिँ फेरि एकछिन छटपटेको छट्टै गयो। चरा कुखुराहरू यहाँ माया लाग्दो है। हेर्नु नि मान्छेको उयो टाङ झुन्डाको जस्तै देखिरहेको छ। यहाँ चाहिँ अङ्कलले अब के गर्दैछ कुनै किमा चाहिँ बनाइदिँदैछ, तर खसीको मात्रै हुन्छ अरे, उसको चाहिँ हुँदैन अरे हो। मोमो खानु पनि यो चाहिँ लिभरहरू है, पुरा लिभर चाहिँ। यहाँ चिकन लिभर पनि भक्कु दिन्छ 100 पनि 150 का। हामीलाई चाहिँ स्किनवालै लान्छौँ नि त। अन्त स्किन पनि डढाउँछ यहाँनिर, यस्तो हुन्छ नि त यहाँनिर ग्यासको। अन्त स्किन चाहिँ डढाएर चाहिँ दिन्छ हो। तर त्यही भएर पोलेको त्यो उयो आउँछ फ्लेभर, अन्त मिठो पनि हुन्छ हो। अन्त अब चाहिँ यो चिकन लगेर गएर खाना पकाउने। दादा अल्छी लाग्यो है। अन्त यहाँनिर चाहिँ म्याङ्गलोरको दोकान हो, त्यहाँ चाहिँ यस्तो मजा मजा पाउँछ खानेकुराहरू। म चाहिँ पुरा मन पर्छ त्यहाँनिर क्या। अहिले पनि यसरी डढाउँछ नि त, यसरी हो। अब हाम्रोतिर त उयो गर्छ, यिनीहरू चाहिँ यसरी डढाउँदो रहेछ हौ। यो चाहिँ होला मिक्स भेज है।
मैले चाहिँ यो कुसनहरू सबै अनलाइनबाट मगाएको नि त हो होइन एक जोडी चाहिँ अनलाइनबाट मगाएको एक जोडी चाहिँ इजिपुराबाट लिएको हो अनि अब बेसी सामानहरू थुपार्नु पनि उयो हुन्छ हो अब यो म चाहिँ उयो गर्दैछु नि त मलाई चाहिँ केले चिल्यो हौ अघि दिउँसै पनि टोक्छ यो कुसन कभरहरू चाहिँ मैले उयसमा मगाएको मिसो केमा तर कस्तो राम्रो आएको छ क्वालिटी पनि राम्रो आएको छ हो कलरहरू पनि राम्रो आएको छ कलरहरू पनि जाँदैन त यो कुसनको नभए त अब अरू है मिसोहरूको त अलिक सस्तो दामको उयो हुन्छ भनेर कलरहरू जान्छ नि त होइन तर उसलाई जाँदैन हजुर त्यो कालो बट्टामा छ त्यो उयो सुक्खा खोर्सानी राखेको मुनिपट्टि हेर्नुहोस् त ल त गाइज म यो सबै कुसन कभर लगाइसकेर आउँछु ल मेरो चाहिँ बुढाले आज खाना पकाउँदैछ यहाँ हुनुहुन्छ बुढा डेली भन्दा पनि छुट्टीको दिन हौ अरू दिन त मै त बनाउँछु नि अब छुट्टीको दिन त अब यस्तो नि त आफूले बनाएको खाना खाँदा भक्कै हुन्छ नि त तर नानी बनाउँछ चिकन चाहिँ अस्ति चाहिँ अब चाटेक बग्छु म आशा गर्छु कि आज पनि चाटेको हुन्छु चेलेले भइरहेको छ अब खानासाना पकाएर चाहिँ सानासिन गर्छु हो अन्त म चाहिँ आधी कुसनमा लगाइसकेँ यो कुसनमा चाहिँ लगाइसकेँ मैले अब यो कुसनमा कुसन कभर लगाउनु जस्तो अल्छी के पनि लाग्दैन हौ जतासुकै जे पाइ त्यही सनस्क्रिमहरू यहाँ राख्नुपर्छ मेरो यहाँनिर स्किन केयरको चाहिँ मेकअप चाहिँ होइन स्किन केयर हो अन्त अब चाहिँ यो लगाइसकेर चाहिँ अब यो चाहिँ मेरो फेभरेट हो कस्तो मिठो हुन्छ सो गाइज मैले चाहिँ यहाँनिर कुसन कभर पनि लगाइसकेँ सोफामा कस्तो देखेको छ अब म चाहिँ यतिकै हो अब यहाँदेखिको उता गर्नु सक्दिनँ मेरो यहाँ सानाक सिनिक पनि भइसक्यो अब चाहिँ यहाँ दादा मलाई हेर्नु भएको रहेछ जहिले तरी हेर्नुहुन्छ के हेरेको ल त खाना त अब टेस्टी बनाउनुहुन्छ मेरो दादाले दादा होइन बुढा हस्बेन्ड दादा होइन डरलाग्दो छै डरलाग्दो त्यस्तो पनि गर्छ अपनका स्टाइल डान्स गरिदिइहाल्नु त एउटा डान्स कस्तो खालको हुन्छ डान्स कस्तो स्टेप वाला कस्तो हुन्छ यो चाहिँ जान्छ है भिडियोमा ल के गर्नु देखाउनुहोस् त हेरौँ कि चिकन कस्तो भएको छ धनियाँ फेरि एक पावा हाल्छ यहाँनिर दादाले वा टेस्ट दामी गन्ध सुगन्ध दामी आज चाहिँ आलु पनि मिसाएको नि त है दामी मलाई पुरा मन पर्छ आलु हालेको अन्त यहाँनिर धनियाँ पनि छ अब चाहिँ खानुपर्छ भोक पनि लागिसक्यो हाम्रो चाहिँ यहाँनिर चिकन पनि रेडी भयो हेर्नुहोस् त कस्तो मिठो देखिरहेको छ अनि यहाँ राइस छ स्यालेड हो स्यालेडमा चाहिँ क्युकम्बर र उयो छ के भन्छ यो निम्बु अनि यहाँनिर चाहिँ लेमनको उयो छ अघि म्याङ्गलोरको दोकानबाट किनेको कस्तो मिठो हुन्छ यो चाहिँ मेरो फेभरेट हो क्या यसले चाहिँ भात पनि रुच्छ नि त अरू बेला पनि हो अब पानी पनि आयो है अब सबै आएर खाना पस्किन्छु आज दादाले चाहिँ फर्स्ट टाइम पस्केर दिँदैछ है मलाई किनकि अब अरू बेला त मलाई पस्किनु भन्छ नि त कि अनि अब मलाई त कम्ती भयो बा त मलाई अहिले खायो भने थप्छु कि हो अब मेरो चाहिँ खाना पनि पस्क्यो हो दादाले चिकन चाहिँ दामी बनाएको रहेछ तर मिठो बनाउँछ कोही कोही बेला बनाउँछ कि तर मिठो अब कोही कोही बेला त बुढाको हातमा पनि खानु पऱ्यो नि त है अन्त यहाँ पापड रहेछ पापड त हाम्रो हुन्छ हो पापड स्यालेड चाहिँ हो चिकन अब ननभेजहरूसँग त स्यालेड हुनैपर्छ नि त है ल त अब खाना लु म चाहिँ खाएको अब खाएर टेस्ट गरौँ होला है कस्तो भएछ भनेर आलु पनि हालेको छ आज चाहिँ दादाले कस्तो भएको छ कुनै आलु हालेर लु खाएँ गाइज अहिले चाहिँ हामी खाना पनि खाइसक्यौँ अब मेरो चाहिँ सानाकसिनी गर्ने टाइम हो अब मेरो पालो हो किनकि अब दादाले त खानासाना पकायो नि त हो अब मेरो सानाकसिनी गर्नुपर्छ माडाहरू मोल्नुपर्छ ग्यासहरू पुस्नुपर्छ अनि आजको भिडियो हजुरहरूलाई कस्तो लाग्यो यदि मन पऱ्यो भने लाइक कमेन्ट सेयर गरी सब्सक्राइब गरिकन
अब यो चाहिँ मेरो फर्स्ट युट्युबको भिडियो हो, त्यही कारणले गर्दा हजुरहरूले मन पराएर सब्सक्राइब गरिदिनुहोस् होला, अनि के भन्छ लाइक कमेन्ट पनि गरिदिनुहोस् होला। र यस्तै अब अरू कस्तो कस्तो खालके कन्टेन्टहरू ल्याउनु है, किनकि हाम्रो चाहिँ यो फर्स्ट टाइम हो, अनि म चाहिँ ट्राई गर्दैछु है राम्रोसँगले, अझै राम्रोसँगले गरौँ भनेर है। अरू धेरै कुराहरू एक्सप्लोर गरेर धेरै कुराहरू देखाउनु चाहन्छु हजुरहरूलाई है। अब यति भन्दै आजको भिडियोलाई बाई बाई गर्छु। बाई एभ्रिवान। दादा बाई गरिदिनुहोस्। बाई बाई।